ल आज चाहिँ मेरो छुट्टीमा घुम्न जानु लाग्यो म चाहिँ यो चाहिँ हामी ड्युटी जाने बाटो नै हो रेगुलर जाने बाटो यही हो म चाहिँ उहाँ उठाउँछ सधैँ ड्युटी टाइममा देखिरहेको हुन्छ अनि त्यही हेर्न जानु लाग्यो अहिले चाहिँ यहाँ आएर साइकल चलाउनु छुट्टै मजा आउँछ कार चलाउनु भन्दा मजा आउँछ साइकल चलाउनु त यताबाट जानु पर्यो वहाँनिर बन्धु हुन्छ हाम्रो सेक्सनको त्यसलाई जिस्काउनु जानु पऱ्यो म साइकल खिच्दा त गाह्रो पो हुँदो रहेछ यहाँनिर चाहिँ यसलाई चाहिँ रमलघारी भन्छ रमलघारीमा चाहिँ राति मान्छेहरू पार्टी खान आउँछ आज चाहिँ खासै छैन तलबाट चाहिँ बुढाहरूले चलाउँछ हामीले चलायो भने चाहिँ किन रिस्क लिने होइन पुलिसले ल्याङ गर्छ यस्तो नागिन डान्स हान्दै घुमाइदिने हो क्या घुमाइदिने घुमाउन भनेपछि त हामी त च्याम्पियन हो नि त यो चाहिँ रमलघारी हो यहाँ चाहिँ यो चाहिँ रमलघारी होइन यहाँ चाहिँ राति मान्छेहरू पार्टी खान आउँछ अहिले पानी परेको नि त पानीको सिजन छ सबैजना आउँछ कि यहाँ रक्सी खानलाई झनै झरेको रक्सी खान सबै पार्टी गरेर रक्सी खान हुँदैन यहाँको मान्छेहरू फ्यामिली पार्टीमा आउँदैन प्रायः जस्तो फ्यामिली पार्टी गर्न आउँछन् सबैजना रमाइलो गर्छन् अहिलेदेखि सुरु भयो राति झन् कति धेरै हुन्छ यहाँ यो चाहिँ हामी ड्युटी गर्ने ठाउँ हो यहाँ चाहिँ गाडीहरू टन्नै आउँछ यो चाहिँ हामीले काम गर्ने ठाउँको नेस्टोको पार्किङ हो यो भित्रको पनि अनि यो बाहिरको पनि मैले काम गर्ने ठाउँ सब चाहिँ यही हो यहीँ माथि नेस्टो हाइपर मार्केट लेखेको यहाँनिर यहाँनिर झ्यालनिर जानु पऱ्यो हामीले काम गर्ने ठाउँको झ्यालनिर त्यहाँ साथी हुन्छ त्यसलाई जिस्काउनु पऱ्यो उताबाट जाँदा नि हुन्छ होला यताबाट गयो भने त्यहाँ फेरि खाल्टो छ खाल्टो भन्दा पनि जोल्डिङ छ क्या फेरि त्यो जोल्डिङमा पनि फेरि उयो गर्नुपर्छ त्योभन्दा बरु यो जोल्डिङ भयो क्या यो चाहिँ इन्ट्रान्स नम्बर 2 हो 3टा इन्ट्रान्स छ 3टा इन्ट्रान्स मध्ये यो एउटा इन्ट्रान्स हो यो चाहिँ हाम्रो भाइ हो के हो मनी आउँछ 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 अन गर्दै हिँड्नु अनि अलि कता अनि म ऊ अनि जानु लाग्यो उता जानु न एक राउन्ड हान्छ साइकलमा त्यो ब्रिजको त्यो के भन्थ्यो फ्लाइओभर बाबरे बाब बल्ल बनाउने अब भरे यदि कार पार्किङमा साइकल पार्किङ गऱ्यो भने फेरि अलिक पच्दैन उयो चाहिँ हामीले काम गर्ने ठाउँको गेट हो यो चाहिँ उड्दा उडेको छ यही हेर्न आएको म खासमा आज चाहिँ यसरी उड्दा उडिन्छ म खासमा आज यही हेर्न आएको यसलाई भन्छ उट ओह्रालो झर्नु पर्यो
उठ्दा उठिरहेको त्यहाँ चाहिँ हो लड्दा फेरि लाउँदैन उर्रे हे आइमा थाहा लो टाढा यार म यस्तोलाई अब यताबाट जान्छु मुखमा के बाँधे हुन्छ यसको चाहिँ बाँधेन अरूको चाहिँ बाँधेन कस्तो मजाले दौडेको क्या यहाँ चाहिँ उठाइरहेछ कि उहाँबाट उठाइरहेछ म चाहिँ साइकल त्यहाँ रोकेर उभिएर उठ्छ यो चाहिँ उठिने बाटो रहेछ मैले सोचेँ चाहिँ उतापट्टि रोडमा हिँड्छ यतापट्टि होला तर बिचको बाटोमा हिँड्दो रहेछ क्या उठ चाहिँ यस्तै दौडाउँदो रहेछ कतिजना एकैचोटि कति धेरै उडाउँदो रहेछ ओके गयो उठ मलाई छोडेर साइकल म यो बाटो छिर्न पाउँछ त लागेन तर यो अब सक्यो उयो यो बिचको यो पुल झलुङ्गे जस्तो के हो यो चाहिँ सक्यो अब अगाडि छैन सायद अब यो दुइटा बाटो जोडिएको नि होला यो एक राउन्ड हान्न मिल्छ कि जस्तो हान्न मिल्यो भने त एक राउन्ड हान्छु म त हान्नु पर्छ होइन हानेन भने त के मजा आएर हान्ने हो त्यो बाटोमा पुग्यो भने त्यहाँ उठेको नजिक लड देखाइदिन्थ्यो भनेको भोलि आउँछ कि उठ चाहिँ भोलि मेरो छुट्टी छैन आज मात्र हो मेरो छुट्टी भोलि छुट्टी छैन आज मात्र हो भोलि त यही चौरमै आउँछ दुइटा उठ अनि एउटा घोडा आउँछ त्यो कति पैसा लिन्छ अनि घुमाइदिन्छ कि त्यस्तो छ हजुर त्यस्तै हो
Huh?